अब मेरो अन्तिम प्रश्न, उहाँको मन्त्रीमण्डलमा गृहमन्त्री विवादमा होइन, आपूर्ति मन्त्री विवादमा, ऊर्जा मन्त्री विवादमा, अनि त्यसै गरी पर्यटन मन्त्री पनि विवादमा परेका छन् मन्त्रीहरू। अनि हटाउनुहुन्छ कसलाई भन्दाखेरि कुलमान घिसिङलाई उहाँ हटाउनुहुन्छ र भ्रष्टहरूलाई, छवि बिग्रिएकाहरूलाई चाहिँ संरक्षण गर्नुहुन्छ। यो के भइरहेको हो देशमा डाक्टर साहब छोटोमा? अनि यो गठबन्धन सरकारमा जस्ता चरित्रका विपरीत सिद्धान्त भएका राजनीतिक दलहरू छन्, हजुर, जस्तो निहित स्वार्थको आधारमा यो सरकार बनेको छ, त्यो सरकारमा अनि यस्तै विवादमा मुछिएका जनताको दृष्टिमा अनेक गलत क्रियाकलाप गरेका मान्छेहरूको भिड छ भन्ने त्यसको प्रभाव पर्ने कुरा त कुन आश्चर्यको कुरा हो र? हजुर, यसमा आश्चर्य मान्नुपर्ने केही छैन, यो स्वाभाविक हो गठबन्धनका लागि। होइन, आश्चर्य के त यसको त त्यो चरित्र हो, यसको त नीति हो, यसको गठन नै त्यसरी भएको छ। राति 12 बजे अँध्यारोमा भएर विपरीत सिद्धान्त भएका राजनीतिक दलहरू नेकपा एमाले नेपाली काङ्ग्रेसको के सिद्धान्त मिलेर कुन गन्तव्यमा पुर्याउँछन् त देशलाई?